यो चाहिँ आलु र मटरको तरकारी बिरामी भएर के खान नसक्दा चाहिँ बुढोले श्रीमानज्यूले बनाएर राख्नु भएको त्यही खाँदैछु मैले। एकदमै मिठो छ। बिरामी भएको बेलामा अब अलि रसिलो पसिलो खाएर बलियो हुनु पर्यो नि साथीहरू, के गर्ने, नत्र त कहाँ बाँच्न सकिन्छ हो विदेशमा। काममा जानु पर्यो नि साथी, कमाउनु पर्यो, बालबच्चा पाल्नु पर्यो, घरको ऋण तिर्नु पर्यो। सधैँ बिरामी भनेर बसेर भएन, यस्तै हो। त्यही भएर खाने पिने बलियो हुने, रोग सन्चो बनाउने अनि काम हान्ने, यस्तै हो।